नमस्कार है दाजु भाउजू। के गन्थन चल्दम छ बुढाबुढीको? के हुनु र बाबु, घरमा लक्ष्मीको आगमन भएको छ, यसैको भविष्यको बारेमा गन्थन हुँदैछ नि। ओहो, बधाई छ है दाजु भाउजूलाई। नानीको जिम्मा चाहिँ बालकिरणलाई दिनुपर्छ है। के भन्छ? यो सागर बौलायो कि के हो? होइन दाजु, नानीको जिम्मा चाहिँ आइएमई बालकिरणलाई नै दिनुपर्छ है। के हो त्यो आइएमई बालकिरण भनेको? बालकिरण भनेको आइएमई लाइफ इन्सुरेन्स कम्पनीको बाल जीवन बिमा योजना हो। यसले छोरीलाई स्कुल पढाउने र एमबिबिएस पढाउने जिम्मा लिन्छ नि दाजु। अझ अरू के छ नि यसमा सुविधा? जाउँ न दाजु, कार्यालयमै अझ धेरै बुझौँला। नमस्कार है कपिल सर, हाम्रो दाजु भाउजूलाई बालकिरणको बारेमा विस्तृत रूपमा बुझाइदिनु पर्यो। हेलो दाजु, बिमा नवीकरणको लागि कल गरेको थिएँ। हेलो बाबु, दाजुको त दुर्घटनामा परेर दुवै खुट्टा गुमाउनु पर्यो। नआत्तिनु भाउजू, उपचार राम्रोसँग गर्नु, म आउँछु नि। अब यो अभागीलाई कसले पढाउँछ? यसको बिमाको पैसा कसले तिरिदेला? चिन्ता नलिनु भाउजू, जे नहुनु भयो, बिमाले नानीको बिमाको पैसा तिरिदिसकेको छ। दाइलाई औषधि खाने पैसा लिनुस्, यो 50,000। यो पनि बिमाले पठाइदिएको छ र यो 20 वर्षसम्म हरेक महिना दाजुको खातामा हालिदिन्छ है। जय बालकिरण, जय आइएमई।